यतिखेर हामी काठमाडौँ प्रहरी परिसर अगाडि छौँ। यहाँ चाहिँ तपाईले देखिराख्नु भएको छ गायक तेज बिसी। उहाँको योभन्दा अगाडिको भिडियोहरूमा चाहिँ उहाँको श्रीमती चाहिँ नभएको, उहाँलाई छोडेर गएको र उहाँकै हरकतको कारणले भनेर भिडियोहरू आएको थियो। र आज चाहिँ उहाँ किन यो परिसरमा आउनुभयो अथवा के हो यो वास्तविकता भनेर हामीले बुझ्ने प्रयास गरिरहेका छौँ। स्वागत छ भाइ। धन्यवाद। परिसरमा आउनुभयो चाहिँ किन भाइ? म चाहिँ आज 8 दिन भयो है आज। के गल्ती मेरो थियो नि त, अब बिचाएर गयो, आउँछ होला 2-4 दिनमा भनेर आएन। फोन कन्ट्याक्ट पनि नहुनु भयो होइन, कन्ट्याक्टमा पनि छैन। अनि मैले अब फेसबुकमा पनि आउँछ। तपाईँले चाहिँ आफ्नो गल्ती चाहिँ स्वीकार्नु हो? मैले धेरैचोटि मेसेज गरेको छु होइन, गल्ती स्वीकारेर गल्ती चाहिँ भएको हो। हजुर। अब के 2-3 दिनमा आउँछ भनेर बसिरहनु भएको थियो, 8 दिन भयो, अभाव हुँदैन रहेछ। धेरै नि म 8 दिनसम्म खानै नखाइ बसिरहेँ। खानै खाँदैन? बिहान चाहिँ बहिनीले बनाइदिएको थियो। भनेपछि श्रीमतीको याद आयो, बच्चाको याद आयो? बच्चाको कुन बेला बढी याद आयो? यस्तो हुन्छ, दिउँसो भयो भने अलिकति यताउति हुन्छ, बाहिर फेरि राति भयो भने बच्चा सुत्दै आउँथ्यो। अलिकति मोबाइल जति खानु नआउँदा पनि हुन्छ। अनि निदाउनु खोज्छु होइन, आँखा लाग्ने बित्तिकै बाबु आँखामा आउँछ। अनि उठेर झिसक्क पारेर हेर्छु, बाबु खै भन्छु, फेरि घुर्छु। अनि अस्ति त हुँदै म त त्यो तलबाट सास माथि पुग्यो, यो टाउको पनि खुल्ला जस्तै भएर अब हुन त म मर्छु यताउति भनिरहेको छु नि, तर मान्छेलाई मर्न पनि धेरै डर पनि हुन्छ। किनभने होइन, त्यो सट्टै मरिने भए त के हुन्छ होइन, गाह्रो भएर मरिनु पर्ने रहेछ मरिँदाखेरि। किनभने तलबाट सास त आइसक्यो, माथिबाट नि मलाई पानी दियो भन्ने मान्छे पनि भयो कि त्यहाँनिर त कोही पनि थिएन, एक्लै थियो। तर के हिसाबले बाँच्यो त्यो दिन चाहिँ। भनेपछि मर्ने अवस्थामा पुग्यो तपाईँ? त्यो दिन त साँच्चीकै हो। अनि लगभग रातिको 1 बजीदेखि 2 बजीसम्म चाहिँ म 2 हो कि 2:30 बजीसम्म चाहिँ म एकदमै खत्तम अवस्थामा पुगिसकेको थिएँ। अनि पछि कहिले कुन चाहिँ डाइरेक्ट उहाँले फोन गर्नुभयो कि बोल्नुभयो उहाँले भिडियोहरू हालेर नि त बोल्नुभयो। बोलेपछि अलिअलि होस आए जस्तो, दिमाग आए जस्तो। अनि अलिअलि हुँदाहुँदै अनि रुँदै बोलिरहेको रहेछु। म भेनासँग बोलिरहेको भने आफै फेसबुकमा के हाले हुन्छु, तर भोलिपल्ट म फेसबुकमा हेरिदिन्छु। किन म त्यो लेखिदिनु रुँदै के गरेको छु थाहा हुँदैन। भनेपछि अहिले तपाईँको हाल चाहिँ एकदम गाह्रो भएको छ हो, बेहाल भएको छ? अहिले चाहिँ एकदमै अस्ति त यहाँ तपाईँ चाहिँ आफ्नो बुढीलाई फर्केर आउनुहोस्, खोज तलास गरिदिनुहोस् भनेर आउनुभयो हो? यहाँ चाहिँ केही भन्न लाग्यो, धेरै याद आयो बच्चा र बुढीको। अब मोबाइल चालु भएको भए बोल्न मन लागेको छ धेरै। बाबुको रोएको भएपछि बच्चा रोएको सुन्न मन छ? रोएकै भएपछि कति महिना हो तपाईँ आँखा राम्रोसँग देख्नुहुन्न हो? पहिले त अस्ति मम्मीले तर लेजर हाल्यो यहाँ भरमदै मान्छेले अझै फैलाइदिएर अनि लेजर हालेन भन्ने फैलाएको छ। रिपोर्टहरू पनि देखाएको थियो, तर उहाँहरूले देखाउनु भएको थियो मिडियामा पनि। तर त्यो रिपोर्टहरू गलत हो भन्ने यस्तो कुरा पनि गर्नुभयो। मम्मी पनि रिसाउनु भएको छ। मम्मी होइन, मैले साँच्चीकै रिपोर्ट त्यहाँ त्रिवेणीमै गएर सबैजना रिसाएको थियो। त्यही अस्ति के गर्छ अहिले चाहिँ आँखा अलिक देख्नुहुन्छ कि देख्नुहुन्छ? त्यो आँखाको स्वस्थ यो सुई हानेर भित्र अलिकति मात्रै च्यातिन लाग्यो नि त। अनि पहिला चाहिँ त्यस्तै
भन्नालाई पनि टाउको घुमाउनुपर्छ नत्र आँखा त हुँदैन आँखा त यस्तो मात्रै घुम्छ जहाँ यहाँ लैजा यस्तो माथि घर तल घर भने मिल्दैन सक्दैन नसकेपछि अनि उहाँहरूले धेरै डक्टरले ट्राई गर्नुभयो मम्मी जाँदाखेरि अनि भएन अनि पछि मम्मीले पैसा पठाउनुभयो गरेर आएपछि अलि राम्रो भएको छ मोबाइलहरू रूपमा तपाईँ देख्न त सक्नुहुन्न देख्दैन यो मोबाइल पनि कसरी अनि उहाँहरूले चाहिँ अब धेरै यस्तो तनावको कामहरू अनि धेरै गरमको कामहरू अनि धेरै मोबाइल पनि नहेर्नु त्यो ठ्याक्क त्यही दिनबाट तनाव सुरु भयो अनि मलाई रोगको रोएँ त्यही भएर पनि अहिले समस्या मलाई त्यही डिप्रेसन आउला डिप्रेसनमा जाला जस्तो खाले है स्ट्रङ हुनुपर्छ मान्छे मान्छे कति भएपछि घरमा झगडा हुन्छ त्यो एउटा सम्बन्ध पूर्ण रूपमा सकियो भनेर भन्नु पनि मिल्दैन तपाईँ अहिले आफ्नो श्रीमतीलाई बच्चालाई म सबै दोषहरू आफू लिन तयार छु र मैले गल्ती गरेँ हो आउनुहोस् भनेर तपाईँ चौकीसम्म पनि आउनु भएको छ होइन यो भनेको तपाईँको माया पनि हो एक्चुअली तपाईँको श्रीमतीले हेरिराख्नु भएको छ भने के भन्नुहुन्छ उहाँलाई म त के भन्न चाहन्छु भने मैले मेसेज पनि धेरै भिडियो देशौ भनेर पनि होइन मान्छेबाट नि गल्ती हुन्छ होइन मौका पनि दिन सकिन्छ मान्छेबाट चाहिँ हुनु गल्ती होइन गल्तीको पश्चाताप भन्छन् नि एउटा गल्ती गरे छैन भन्दाखेरि त्यो मान्छे चाहिँ गलत हुन्छ जो गल्ती गरेपछि गल्तीको पश्चाताप गर्नु नै ठुलो जस्तो लाग्छ मलाई चाहिँ अब हजुरहरूलाई चाहिँ कस्तो लाग्छ होइन तर मैले चाहिँ आफ्नो गल्ती स्वीकार गरेको छु तपाईँहरूले त्यही हो म तुलसीलाई चाहिँ त्यही भन्छु क्या बरु तिमी जहाँ छौ एकचोटि सम्पर्कमा आऊ बोल होइन तिमीलाई केही कुराको चित्त बुझेको छैन भने तिमी परिषदमा आऊ कागज बनाएर तिमीलाई म आजदेखि यो गर्दिनँ भनेर म सबै कुराहरू त्यहाँ कागजमा लगाइदिन्छु उहाँहरूलाई अनि त्यही अनुसारले अब केही भयो भने पनि भोलि त्यो कागज बोल्छ नि त होइन अनि कागज बोल्छ यो भिडियोहरू बोल्छ केही गऱ्यो भने त्यस्तो दोहोरियो भने त कागज र भिडियो त बोल्छ नि त होइन अनि त्यति मान्छेहरूले अब होइन उसलाई अलिकति ऊ पनि लायो होला किन लाज पनि अब भिडियोहरू धेरै आयो नराम्रो भिडियोहरू पनि आयो राम्रो भिडियोहरू पनि आयो त्यो चिन्ता गर्न पर्दैन किनभने मान्छेहरू भएपछि जिन्दगीमा कहिले राम्रा तिता पलहरू आउँछन् कहिले मिठा पलहरू आउँछन् होइन कतिपय मान्छेले मलाई धेरैजनाले गाली गर्थ्यो त्यही छैन मैले उहाँको गालीहरू आशीर्वादले दिन्छु तर पनि त्यही हो आफ्नो गल्तीलाई पश्चाताप गरिदिन्छु एकचोटि भयो पनि मैले बाबु अहिले त आँसु पनि आउन छैन क्या दिन रातभरि नसुतेको नि त्यति 8 गएको दिनदेखि सुत्या पनि छैन र पानी चाहिँ कति प्यास लागेको खान्छ अरू चाहिँ केही पनि छैन त्यो दिदीले अनि यो त मऱ्यो कि क्या भनेर हिजो अनि आएर अनि ढोका ढोकाएर ए भाइ खाना बनायो भनेर ढोका खाना बनायो भने छैन दिदी मान्छे यहाँ धुँदै बसिरहेको थियो तिमी त पागलै हुने भयो भनेर त्यहाँबाट एकपटकलाई गल्ती भयो फर्केर आऊ भनेर भन्नुहुन्छ तपाईँले नि एउटा गाली आइरहन्छ होइन आरोप लागिरहन्छ भने तपाईँको हाल यस्तो छ मलाई के लाग्छ भने उहाँलाई गाली गर्नु अथवा उहाँको घरबार बिग्रिनु छुट्टिनु भनेर हामीलाई पनि नराम्रो लाग्छ उहाँको अवस्था नै यस्तो छ यस्तो हालतमा होइन सकेसम्म उहाँहरूको राम्रो होस् मिलोस् भन्ने हामीले चाहना पनि हो सबैजनाको चाहना त्यही होला तर कहिलेकाहीँ मिस्टेकहरू हुनसक्छ त्यो मिस्टेकलाई सुध्रिने एउटा बाटो पनि हुन्छ होइन त्यो भएको भएर तपाईँले रक्षित खायो भने त्यो रक्षित खा हुन्छ तपाईँले तपाईँको लत होइन मेरो लत होइन धेरै तनावहरू थियो तपाईँले बुढीले कुट्या हो छैन रक्षित खाएर कसरी आउँछ त्यही त मलाई पनि के थाहा छैन मलाई मिडिया आएको थाहा छैन
तपाईँले थाहा छैन। तर तपाईँ चाहिँ अहिले त्यो सबै गल्तीहरू स्वीकार्न रेडी हुनुहुन्छ। त्यो गल्तीहरू स्वीकारेर म फेरि पनि मेरो श्रीमती बच्चासँग बस्न चाहन्छु भनेर एकपल्ट फर्केर आइदिनुहोस्। हामी पनि त्यही भन्न चाहन्छौँ। आज हृदय पनि आउनु भएको छ, प्रहरी परिसरसम्म आउनु भएको छ होइन। तपाईँहरूको यो केस चाहिँ मिडियाबाजी धेरै माथि हुनुपर्ने अथवा कानुनी रूपमा पनि धेरै माथि जानुपर्ने जस्तो पर्छ जस्तो मलाई लाग्दैन। र उहाँको अवस्था हेरेर तपाईँहरूको हिजोको माया प्रेम सम्झेर र बच्चाको लागि भए पनि एकपटक चाहिँ फर्केर आउनुहोस्, कन्ट्याक्टमा आइदिनुहोस् भनेर चाहिँ म भन्न चाहन्छु। तर अहिले कसरी बसिरहेको के तपाईँको श्रीमतीले त्यसो भन्छ निन्द्रै लाग्दैन भन्नुहुन्छ। म बिना त निन्द्रै लाग्दैन। म बरु सँगै नसुत्ने म नभएपछि निन्द्रा लाग्दैन। टोइलेट जान पनि डर अनि सुत्नु गइरहेको त्यति क्लियर गर्छु क्या मलाई थाहा छैन मैले के आउँछु भने त। तर त्यति मिस्टेक भयो मेरो, अरू केही पनि गरिरहेको छैन मैले, न कुटेको छु न केही। किन आफ्नै बच्चालाई केही मिस्टेक भयो अरू न मैले कसैले त्यो अरूहरूले साइड गरेको पैसाले मैले न राम्रो काम गरेको छैन। त्यो चेकको लागि पठाउनु भएको थियो त्यसैमा मैले खर्च गरेको छु। नत्र मेरो बाहिर काम कहिले काहीँ चल्छ, नत्र त्यो पैसाले रक्सी नै खायो भने त मेरो कहाँबाट रुम भाडा तिर्नु, 6,500 रुम भाडा हुन्छ, कहाँबाट बच्चालाई औषधिहरू गर्नु सबै कुरा त्यहीबाट गरिरहेको थिएँ नि त। मैले कहिले काहीँ काममा जान्छु, कामबाट भए पनि आउँछ। अनि यतिन्जेलसम्म सुत्केरी हेरेर बसेको मैले, सुत्केरीलाई बिहानदेखि बेलुकासम्म सबै कुरा हाल गरेर घरको काम जति हुन्छ सबै गर्थेँ। त्यही त उसले पनि थाहा होला गर्थे कि गर्थेन भन्ने। विशेष गरी मलाई सहयोग गर्नुहुने पनि धेरै रिसाउनु भएको छ, किनभने त्यो भिडियो कार्डले मेरो फ्यामिलीदेखि लिएर सबैजना रिसाउनु भएको छ। मलाई यति टचर आउँछ फोन आएर, यति गाली गर्छन् फोनमा। म के गर्नु, त्यो फोनले गर्दा पनि मलाई डिप्रेसन हुन्छ कि। अनि फोन आउँछ गाली गर्छ, अनि सिधै मैले यहाँ मेसेजमा यहाँ बोल्न नसक्ने जस्ता शब्दहरू मेरो मेसेजमा आउँछ कि, पर्सनल मेसेजमा कि। अनि त्यही भएर मैले आज त अति भएर मैले त्यहाँ फेसबुकमा लेखिदिएको थिएँ कि यस्तो गरिदिनु भयो, यस्तो गरिदिनु भयो। किनभने मलाई धेरै के अघि पनि कति धेरै फोन आइरहेको थियो। मैले अफलाइन बस्दै अहिले यो भयो त्यस्तो टर्चर भयो कि मलाई बढी चाहिँ यो बाहिरको मान्छेहरूले टर्चर धेरै दिनुभएको छ। अहिले त तपाईँ यति होसमा हुनुहुन्छ, त्यस्तो रक्सीहरू खानु भएको छैन होइन? त्यो दिन मात्रै छैन, त्यो दिन मात्रै हो। भनेपछि अबदेखि त्यो थोरै पनि खानुहुन्न, श्रीमती आयो भने चाहिँ नै त्यो चिजले चाहिँ अझ बढी समस्या निम्तिने रहेछ है। त्यो चिजले त छोडिसकेको चिज होइन, पहिला छोडिसकेको चिज एक्कासी खाँदाखेरि त्यो गाह्रो हुने रहेछ। अब ऊ आयो भने मलाई नै गाह्रो हुने रहेछ पहिला सुरु चाहिँ, किनभने छोडिसकेको चिजलाई फेरि दोहोऱ्यायो भने चाहिँ आफैले गाह्रो हुने रहेछ। अनि त्यो दिन चाहिँ मेरो पनि के भयो मैले राम्रै गर्छु, राम्रै त्यहाँबाट चेकअप गरेर आएपछि राम्रैसँग बस्छु, यताउति भन्दा त्यहाँ फ्यासफुस पऱ्यो, बुढापानको झाडा पनि सानोतिनो बस्छ पनि हुन्छ। अनि त्यो सानो कुराहरूलाई अब ठुलो इस्यु भइदिएको थियो। अब चाहिँ सानो कुरा तर इस्यु चाहिँ ठुलो भइदियो क्या। इस्यु ठुलो भइदियो, विश्वभरि फैलिदियो। अनि मान्छेहरूले मलाई अहिले धेरैले नराम्रो सोच्नुभएको छ। के भन्नुहुन्छ उहाँले? सबैजनाले तपाईँलाई नराम्रो गाली गरिरहनु भएको छ। हुन त मैले हिजोको मैले आफ्नै भ्लगमा पनि सबैलाई माफी पनि मागेको छु। सबै रहरले कोही पनि रक्सी खाँदैन, केही पीडा हुन्छ, भित्री पीडाहरू हुन्छ होइन। रहरले रक्सी खाँदै हिँड्यो भने त मसँग पैसा हुनु पऱ्यो, सधैँभरि खानालाई मसँग धनसम्पत्ति छ र खानालाई। तर मान्छेको अहिले एउटा बाध्यता हुन्छ होइन, एउटा केही माथि टेन्सनहरू हुन्छ, त्यही भएर मात्रै हो रक्सी खाने, मतलब त्यत्तिकै खाने। त्यतिको कारणले गर्दा पनि आज म यो ठाउँमा यति नराम्रो भयो है। कुनै दिन त्यो रक्सी खाएपछि यस्तो उहाँहरूले हुन त भोलि यो समस्या तपाईँहरूलाई नपर्ला भन्नु छैन, पर्न पनि सक्छ। तर अलिकति बुझिदिनु होला मेरो अवस्था हेरेर भयो भने यति धेरै सहनै नसक्ने गाली चाहिँ नगर्नु।